गर्नु भनेकै व्यावहारिक रूपमा वैदेशिक रोजगारको रूपमा जति पनि जनताहरू नेपालीहरू विदेशमा जाँदैछ सायद यो कथा यसरी सिर्जना गरिएको छ कि सबै नेपालीलाई नै एकदमै भावुक बनाउने छ। मैले पनि केही भोगेको कथाहरूलाई यसलाई व्याख्या गरेको छु होइन। सबैजनाले हेरिदिनु होला यो च्यानल विशाल राईमाझीको युट्युब च्यानलकोमा आएको छ होइन। यो गीत चाहिँ यसमा छोटो छोटो क्लिपहरू मात्र राखेको छु मैले टिप्पणीको लागि। एकदमै राम्रो छ होइन। मेरो टिप्पणीहरू मन परेमा लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला मेरो च्यानललाई। आउँदा दिनहरूमा पनि यस्ता गीतहरूको थोरै व्याख्याहरू गरिरहने नै छु। आदरणीय यो गीत हङकङमा लागि गीतको सफलताको शुभकामना दिन चाहन्छु सबैजनालाई, सम्पूर्ण टिमलाई। किनकि यो गीतले चाहिँ विश्व प्रख्यात खाने किसिमको छ। नेपालीको एकदमै भावुक कथा बोकेको छ होइन। वैदेशिक रोजगारमा जाने नेपाली केटाहरू होइन केटीहरू चाहिँ नेपालमा बसेर गरेको